प्रशान्त तामाङको जन्म 4 जनवरी 1983मा भारतको दार्जिलिङ, पश्चिम बङ्गालमा जन्म भएको थियो। उनी एक नेपाली भाषी गोर्खा परिवारमा जन्मिएका थिए। उनका पिताको नाम मदन तामाङ र आमाको रूपा तामाङ थियो। पिताको कामको क्रममा अकस्मात मृत्यु भएपछि परिवारको आर्थिक अवस्था कमजोर भयो। त्यसपछि युवा प्रशान्तले आफ्नो पढाइ छोडेर कोलकाता पुलिसमा कन्स्टेबलका रूपमा भर्ती भए र आफ्नो परिवारलाई सहयोग गर्न थाले। पुलिसमा रहँदा उनी पुलिस अर्केस्ट्रामा गायन गर्दै थिए, जसले उनको गायन प्रतिभालाई पहिचान दिलाउन मद्दत गर्यो। प्रशान्त तामाङले आफ्नो करियरको सबैभन्दा ठूलो मोड 2007मा पाएका थिए, जब उनले इन्डियन आइडल सिजन 3 मा भाग लिए। प्रारम्भमा उनी एक साधारण पुलिस कन्स्टेबल थिए, तर शोमा आफ्नो भावपूर्ण आवाज र प्रस्तुति मार्फत दर्शकहरूको मन जिते। अन्तिम प्रतिस्पर्धामा उनले अपराजेय बहुमत प्राप्त गर्दै प्रतियोगिता जिते। यो विजयले उनलाई मात्र सङ्गीतको दुनियाँमा सुपरस्टार बनाएको थिएन, नेपाली र गोर्खा समुदायको पहिचान र सम्मानलाई राष्ट्रिय स्तरमा उचाइमा पुर्याएको थियो, जसले गोर्खा समुदायमा गर्वको अनुभूति जगायो। इन्डियन आइडल जितेपछि प्रशान्तले आफ्नो प्रथम एल्बम धन्यवाद रिलिज गरे, जसमा हिन्दी र नेपाली गीतहरू समावेश थिए। उनले भारत र विदेशमा कन्सर्ट गरेर आफ्नो सङ्गीतप्रेमी प्रशंसकभित्र ठूलो स्थान बनाएका थिए। उनका लोकप्रिय गीतहरूमध्ये वीर गोर्खाली र असारे महिनामा धेरैलाई साङ्गीतिक रूपमा प्रभावित गरेका छन् र विशेष गरी गोर्खा समुदायको साङ्गीतिक पहिचान बनेका गीतका रूपमा मनिन्थे। सङ्गीत यात्रामा सफलता पाएपछि प्रशान्तले अभिनयमा पनि कदम राखे। उनले नेपाली चलचित्र गोर्खा पल्टन 2010बाट अभिनयमा डेब्यू गरे र त्यसपछि अंगालो यो मायाको, किन मायामा, निशानी, परदेशी, यो माया होइन लगायतका फिल्महरूमा काम गरे। प्रशान्त तामाङले 16 फरवरी 2011मा गीता थापासँग विवाह गरेका थिए। उनीहरूकी एक छोरी पनि छन्। प्रशान्त व्यक्तिगत जीवनमा निकै सरल र परिवार प्रेमी थिए र सामाजिक सञ्जालमा पत्नी र छोरीसँगका तस्विरहरू पनि शेयर गर्दथे। उनले भारतीय वेब सिरिज पाताल लोक सिजन 2 मा डेनियल लेचो नामक पात्रको भूमिकामा अभिनय गरे, जसले उनलाई आधुनिक दर्शकभित्र पनि परिचित बनायो। केही वर्ष अगाडि कोरोनाको कारण उनकी आमाको निधन भइसकेको थियो। कोरोनाको समय उनी भारतको दिल्लीमा थिए भने आमा यता दार्जिलिङमा थिइन्। कोरोनाको कारण उनले आफ्नी आमाको अनुहार समेत देख्न पाएनन्। उनी परिवारका एकमात्र छोरा थिए, त्यसैकारण उनी आमा गुमाएकोमा दुखी थिए। उनको अन्तिम ठूला प्रोजेक्टहरूमध्ये सलमान खान अभिनीत ब्याटल अफ गलवान फिल्म पनि थियो, जुन उनका प्रशंसकहरूद्वारा प्रतीक्षित थियो। प्रशान्त तामाङ 11 जनवरी 2026 को बिहान दिल्ली भारतस्थित आफ्नै निवासमा हृदयाघात अर्थात् कार्डियाक अट्याकका कारण 43 वर्षको उमेरमा निधन भएको थियो। प्रारम्भिक रिपोर्ट अनुसार उनी केही समय अघि एक कार्यक्रमका लागि अरुणाचल प्रदेशबाट फर्किएका थिए र घरमा अचानक चक्कर आएपछि उनलाई अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरे। उनको निधनले न केवल मनोरञ्जन र सङ्गीत क्षेत्रलाई ठूलो क्षति पुगेको छ, तर गोर्खा समुदायमा पनि शोकको वातावरण रहेको छ। प्रशान्त तामाङलाई सङ्गीत, अभिनय र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा सम्झिइन्छ। उनी गायक र अभिनेता मात्र थिएनन्, उहाँले लामो सङ्घर्ष र कठिनाइबाट उठेर राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएका थिए, जसले लाखौं मानिसलाई प्रेरणा दिएका थिए। उनको योगदानले सङ्गीत र चलचित्र दुनियाँमा एक अमिट छाप छोडेको छ र उनको स्मृति सधैँ मनमा बस्नेछ। प्रशान्त तामाङकी एक छोरी छिन् जो मात्र 3 वर्षकी। उनी छोरीप्रति अत्यन्त माया गर्ने बाबुका रूपमा चिनिन्थे। सामाजिक सञ्जालमा छोरीसँग बिताएका क्षणहरू साझा गर्दै उनले पारिवारिक जीवनलाई प्राथमिकतामा राख्ने कलाकारको छवि बनाएका थिए।